र प्रत्यक्ष जित्ने बित्तिकै चाहिँ उहाँहरू दुवैजनाको सम्भावना छ। भनेपछि एउटा सांसद जित्दै गर्दा अटोमेटिकली अर्को दुईजना सांसद पाउनेवाला छ 5 यो पनि एउटा आधार हुनसक्छ। यो चाहिँ बुझ्नुपर्ने छ है। अब मानौँ तपाईँले चुनाव जित्नुभयो, 5 को लागि सांसद भएर तपाईँ जानुभयो, अब तपाईँले 5 वर्ष पछाडि 5 लाई चाहिँ कस्तो अवस्थामा देख्न चाहनुहुन्छ? धेरैजनालाई चाहिँ सक्षम व्यक्तिको खोजीमा हुनुहुन्छ, तर सक्षम व्यक्ति कसरी छान्ने त भन्ने चाहिँ कन्फ्युजनमा हुनुहुन्छ। त्यो समस्या देख्नुभयो, त्यसलाई चाहिँ कसरी त समाधान गर्नुहुन्छ? तपाईँले देख्नु के अरे अभिभावकको पनि कमजोरी देखाउनु भयो, शिक्षकको पनि कमजोरी देखाउनु भयो, इभन विद्यार्थी पनि कमजोरी देखाउनु भयो। त्यो कमजोरी त तपाईँले भन्नुभयो नि त, अब त्यो कमजोरीले समाधान चाहिँ कसरी गर्नुहुन्छ? 5 स्तरका पर्यटन सम्भावना बोकेका क्षेत्रहरू कुन कुन हुन् र सोही क्षेत्रलाई आर्थिक आम्दानीमा बदल्न तपाईँ कस्तो कदम चाल्नुहुन्छ? म हिजोको दिनमा चाहिँ अब पार्टीको हिसाबले स्वतन्त्र व्यक्ति गर्दाखेरि तपाईँले भने संसद बन्दै गर्दाखेरि म यो काम चाहिँ अनिवार्य गर्छु भन्ने हो। तपाईँ इफ बन्नुभयो भने म बने भने यो काम 1 2 3 यो काम चाहिँ म गर्छु भन्ने तपाईँले के काम लागेको छ? दर्शक नमस्कार, यो पडकास्ट एकदम महत्त्वपूर्ण हुनेवाला छ किनकि अहिले मेरो साथमा हुनुहुन्छ आसन्न फागुन 21 गते हुन लागिरहेको प्रतिनिधि सभा सदस्यको तर्फबाट चाहिँ राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपालको तर्फबाट चाहिँ प्रत्यक्ष तर्फबाट उम्मेदवार दिनुभएका साझा उम्मेदवार दिनुभएका टेकबहादुर सुब्बा सर मेरो साथमा हुनुहुन्छ। सर तपाईँलाई स्वागत छ। हस् त, धन्यवाद। र हामीले तपाईँहरूलाई प्रश्न गरेका थियौँ, हामीले हाम्रो उम्मेदवार छान्दै गर्दाखेरि चाहिँ हाम्रो संसदमा पठाउँदै गर्दाखेरि चाहिँ हाम्रो सक्षम व्यक्ति छान्न जरुरी छ भनेर हामीले तपाईँहरूलाई प्रश्न गरेको थियौँ। सोही बमोजिम तपाईँहरूले माया गरेर चाहिँ धेरै प्रश्नहरू पठाउनु भएको छ र केही प्रश्नहरू चाहिँ हामीले फिल्टर गरेर चाहिँ 10 क्वेसनहरू बनाएका छौँ र त्योभन्दा बाहेक अरू क्वेसन पनि बनाएको छौँ। सोही क्वेसन चाहिँ आज उहाँहरूलाई हामी सोध्नेवाला छौँ किनकि हामीले हाम्रो उम्मेदवार छान्दै गर्दाखेरि चाहिँ सक्षम हुन जरुरी छ किनकि उहाँले देशको लागि उहाँसँग मिसन कस्तो छ, भिजन कस्तो छ, उहाँले भोलिको दिनमा सदनमा पुग्दै गर्दाखेरि चाहिँ उहाँको चाहिँ क्षमता कस्तो छ त भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। र अर्को कुरा चाहिँ कति धेरै जनताहरू चाहिँ अहिले कन्फ्युजमा हुनुहुन्छ, भोट कसलाई दिने, यो पार्टीलाई दिने, त्यो पार्टीलाई दिने, यो व्यक्तिलाई दिने, त्यो व्यक्तिलाई दिने भनेर कति धेरैजनालाई कन्फ्युज छ। धेरैजनालाई चाहिँ सक्षम व्यक्तिको खोजीमा हुनुहुन्छ, तर सक्षम व्यक्ति कसरी छान्ने त भन्ने चाहिँ कन्फ्युजनमा हुनुहुन्छ। सोही कारणले गर्दा हामीले क्वेसन बनाएको छौँ। यो क्वेसन चाहिँ हामीसँग 10 वटा छ। सोही क्वेसन प्रत्येक उम्मेदवारलाई सोधिनेछ, उहाँको मिसन, उहाँको भिजन कस्तो छ त भन्ने बारेमा चाहिँ कुराकानी गर्नेछौँ। र त्योभन्दा अगाडि चाहिँ मैले सरलाई कति धेरैजनाले तपाईँलाई अफकोर्स चिन्नु नै हुन्छ, कति धेरैजनाले नचिन्ने पनि हुनुहुन्छ अझै पनि। त्यही कारणले गर्दा सर तपाईँले आफ्नो परिचय र तपाईँले आजसम्म समाजको लागि र देशको हितको लागि के काम गर्नुभएको छ त्यो जानकारी दिनुहोस् न। हुन्छ, थ्याङ्क यू। नमस्कार, मेरो नाम टेकबहादुर यौवा लिम्बू, घर मेरो हिलियाङ छ। अहिले हालको बसोबासो फिदिम 4 जोरसाल। अहिले चाहिँ अब 5 थर जिल्लाबाट आसन्न प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवार उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको तर्फबाट। र मैले हिजोको दिनमा के गरेँ भन्ने प्रश्न गर्नुभएको छ। म हिजोको दिनमा चाहिँ अब पार्टीको हिसाबले स्वतन्त्र व्यक्ति, म आजसम्म हिजोको दिनसम्म भनौँ न यो पार्टीमा आउनुभन्दा अगाडि कुनै पनि त्यस्तो पार्टीमा साधारण सदस्यता धरि पनि नलिएको म मान्छे थिएँ। मैले इन्डियातिर नै मेरो पढाइ इन्डियातिर नै भयो। त्यस पछाडि मैले नेपालमा आएर विभिन्न स्कुलहरूमा मैले धेरै वर्षसम्म मैले काम गरेँ, शिक्षक पेसामा म आबद्ध थिएँ। भर्खरै मात्र मैले जोरसाल माविमा पनि धेरै वर्षसम्म काम गरेँ। त्यस पछाडि चाहिँ मैले शिक्षक पेसाबाट बाहिरिएर मलाई समाजको सेवा गर्न मलाई इच्छा लाग्यो। मैले किन चाहिँ मैले शिक्षक पेसाबाट म बाहिरिएँ भन्दाखेरि शिक्षकको रूपमा काम गर्नु पनि त्यो एउटा सेवा नै थियो हैन, सेवाको रूपमा त्यो मानिन्छ। तर पनि मलाई अलिकति समाजको गहिराई मलाई बुझ्न मन लाग्यो हैन। समाजमा भएको व्यथितिहरू मैले देख्थेँ, अशान्तिहरू देख्थेँ, रोगहरू व्याधिहरू देख्थेँ। हो त्यस्तो कुराहरूमा पनि मैले के योगदान गर्न सक्छु भन्ने हिसाबले चाहिँ मैले त्यो शिक्षक पेसाबाट पनि बाहिरिएर मैले विभिन्न सामाजिक संस्थामा रहेर मैले सामाजिक कामहरू गरेँ। र के गरेँ भन्दाखेरि चाहिँ मलाई एउटा समाजमा एउटा खड्किएको विषय चाहिँ के थियो भन्दाखेरि एउटा समाजलाई गाँजिरहेको एउटा विषय चाहिँ के थियो भन्दाखेरि विशेष गरेर विद्यार्थी युवा अथवा अरू युवाहरूलाई पनि गाँजिरहेको एउटा विषय चाहिँ के थियो भने लागु औषध
है ड्रग्स एडिक्सनको थियो एकदमै अत्यन्तै त्यो अब यहाँ पनि व्याप्त नै छ ठाउँ ठाउँमा त्यो व्याप्त छ हो त्यो कुराबाट चाहिँ सोसाइटीलाई अथवा युवाहरूलाई कसरी मुक्त गराउन सकिन्छ विद्यार्थीले त्यो कुराबाट कसरी मुक्त गराउन सकिन्छ अहिले चाहिँ विद्यार्थी जीवनबाटै चाहिँ त्यो कुरा उहाँहरू फस्ने गर्दो रहेछ त्यो मेरो अनुसन्धान अनुसार स्कुलमै विभिन्न प्रकारको साथीहरूसँग झम्का भेट हुने त्यो साथी सङ्गतको कारणले गर्दाखेरि चाहिँ उहाँ लागु औषधमा उहाँहरू चाहिँ फस्नु हुँदो रहेछ अनि आफ्नो जिन्दगी पनि बर्बाद आफ्नो त जिन्दगी बर्बाद भयो त्यो सँगसँगै आमा बाबाको जिन्दगी पनि बर्बाद उहाँहरूलाई पनि आँसुमा दुःखमा डुब्याउने होइन सोसाइटीले समाजलाई पनि एउटा रोग लागेको जस्तो बनाउने अनि डिप्रेसनमा जाने एङ्जाइटीमा जाने आत्महत्यासम्म गर्न पनि पछाडि नपर्ने त्यस्तो खालको एउटा त्यो भयानक एउटा रोग थियो है त्यो एउटा ड्रग्स एडिक्सन चाहिँ हो त्यो कुराबाट चाहिँ हाम्रो नानीहरूलाई विद्यार्थीहरूलाई कसरी मुक्त गराउन सकिन्छ किनभने राष्ट्रको देशको सबैभन्दा ठुलो सबैभन्दा महत्त्वपूर्ण जनशक्ति उत्पादन गर्ने केन्द्र भनेको विद्यालय स्कुल नै हो अब त्यही स्कुलमा गएर उहाँहरू ड्रग्स खान सिक्छ भने आत्महत्या गर्न सिक्छ भने के आशा गर्ने देशले होइन हामी त भन्छौँ देशको निर्माताहरू देशको कर्णधारहरू भविष्यहरू चाहिँ यी विद्यार्थीहरू हुन् भनेर हामी भन्छौँ तर उहाँहरू नै आजको दिनमा आफ्नो जिन्दगीलाई ड्रग्स खाएर बर्बाद बनिरहेको छ भने उहाँहरूबाट देश बन्छ भन्ने परिकल्पना गर्न सक्दैनौँ भन्ने मलाई लागेको त्यस कारणले गर्दा पाँचथर जिल्लाको विभिन्न माविहरूमा विभिन्न वडाको स्कुलहरूमा मैले लागु औषध विरुद्धको सचेतनामूलकहरू कार्यक्रमहरू गर्दै मेरो नेतृत्वमा त्यति मात्र नभएर अरू अब गरि पनि राख्नुभएको छ अहिले गरि पनि राखिएको छ अनि विभिन्न स्वास्थ्यसँग सम्बन्धित शिविरहरू भयो होइन शिविरहरू पनि ठाउँ ठाउँमा पुर्याइयो रोगी बिरामीहरूको सेवा गर्नुपर्छ भन्ने हिसाबले गाउँघरमा बुढापाकाहरू मात्रै धेरै युवाहरू अब बाहिरै प्रायः नेपालको स्थिति त्यस्तै छ त्योहरू भयो अनि प्रकोपको टाइममा बाढी पहिरोको टाइममा राहत उद्धारको कामहरू गर्नेदेखि लिएर रक्तदान वृक्षारोपण लगायतका कुराहरू बाढी पीडितहरूलाई आगलागी पीडितहरूलाई रोगी बिरामीहरूलाई आर्थिक सहयोग गर्नेदेखि लिएर यस्ता इत्यादि विषयहरूमा चाहिँ मैले हिजो समाजको सेवा गर्दै आएको थिएँ र हिजोको दिनमा जसरी मैले समाज सेवा गर्दै थिएँ आज पनि राजनीतिमा आएर पनि म समाज सेवा गर्नको लागि होइन जनमानसको सेवा गर्नको लागि म आएको हुँ र मैले बुझेको राजनीति चाहिँ के हो भने कतिले अब आफ्नै ठाउँमा बुझे होला कतिले पेसाको रूपमा बुझे होला कतिले के को रूपमा बुझे होला त्यो आफ्नै ठाउँमा छ तर मैले बुझेको राजनीति चाहिँ त्यो एउटा साँचो सेवा हो त्यसरी समाज सेवाको लागि चाहिँ तपाईँ राजनीति गर्न आउनुभयो हजुर हजुर धन्यवाद तपाईँलाई र तपाईँलाई पहिलो प्रश्न रहेको छ के तपाईँ चुनाव जित्नुहुन्छ जित्ने आधार के छ जित्ने आधार हाम्रो धेरै छ पहिलो आधार चाहिँ के हो भने जनता आफै हो पहिलो आधार कसरी भने चाहिँ अहिले जनताहरू प्राय कोही पनि जनता पहिलाको आफ्नो जसले उहाँले अहिलेसम्म जिताउँदै ल्याउनु भयो ती दलहरूसँग सन्तुष्टि छैनन् वितृष्ण जागेको छ असन्तुष्टि जागेको छ अब चाहिँ परिवर्तन गर्नुपर्ने रहेछ भन्ने एउटा सचेतना पनि जागेको छ त्यो चाहिँ जेनजी विद्रोहले पनि धेरै कुराहरू हामीलाई आँखा खुलायो भनेर उहाँले आफैले भन्नुहुन्छ कतिसम्म अब अत्याचार भयो हाम्रो छोराछोरीहरू ढले विद्यार्थी नानीहरू गोली खाएर ढले रगत बगे यो देशमा चाहिँ साँच्चै नै एउटा पानी भन्दा पनि रगत सस्तो भएको जस्तो भएको छ यो देख्दै गर्दाखेरि अनि हामीले एउटा छाक काटेर घाँस काटेर तिरेको करको पैसा चाहिँ जब जल्दै गरेको हामीले प्रत्यक्ष रूपमा देख्यौँ त्यो देख्दाखेरि चाहिँ अब हामीलाई दुःख लागेको छ हामी कठोर हिजोसम्मको पुरानो पार्टीको हाम्रो मेम्बरहरू हौँ हामी तर त्यो हुँदाहुँदै पनि हामी यसपटक मत परिवर्तन गर्छौँ भन्ने एउटा पहिलो आधार पहिलो आधार त्यो एउटा आधार भयो अनि अर्को आधार चाहिँ हाम्रो पार्टीको के छ भने म आफै उम्मेदवार पनि हेर्ने गर्छ अहिले चाहिँ अब हामीले मतदान गर्दै गर्दाखेरि कस्तो खालको व्यक्ति कस्तो व्यक्ति हो त उसको ब्याकग्राउन्डदेखि लिएर त्यो पनि हेर्छ मैले अघि पनि भने म हिजोको दिनमा समाजसेवी मेरो कुनै पनि स्वार्थ थिएन म पोलिटिक्समा आउँछु भन्ने पनि मलाई थिएन मैले हिजोको स्कुल एउटा पेसा शिक्षकको पेसा पनि मैले परित्याग गरेर मैले समाजको सेवा गर्छु भन्ने उद्देश्यले म आएको थिएँ र मेरो भोलिको दिनमा उद्देश्य पनि त्यही हो म भोलिको दिनमा हारौँला जितौँला त्यो आफ्नै ठाउँमा छ तर मेरो काम म निरन्तर गर्छु र समाजको सेवा म निरन्तर गर्छु म एउटा इमान्दार व्यक्ति स्वच्छ छवि भएको व्यक्ति त्यो आधारले पनि मैले चाहिँ अब मतको लागि मतदानको लागि अपिल गरिरहेको छु यो पनि एउटा आधार हुनसक्छ होइन म कुनै पनि पार्टीमा आबद्ध नभएको कारणले गर्दा अनि अर्को आधार चाहिँ के हो भने हाम्रो सङ्गठन विस्तार भइरहेको छ
ठाउँ ठाउँमा सङ्गठन विस्तार भइरहेको छ। सङ्गठन नै एउटा आधार हुन्छ। हामीले टोलमा वडामा होइन पालिका स्तरीय हामीले हाम्रो सङ्गठनहरू विस्तारहरू गरिरहेका छौँ। त्यसमा उहाँहरू जोडिराख्नु भएको छ। एउटा अर्को आधार त्यो पनि भयो होइन। त्यसरी चाहिँ हामी अगाडि बढ्दैछौँ भनौँ न। आधारहरू त यसरी अनि अर्को कुरा चाहिँ के हो भने अर्को आधार चाहिँ अहिलेसम्म पाँचथर जिल्लाको राजनीतिक इतिहासमा सबैभन्दा अहिलेसम्म समावेशीको आधारमा आफ्नो उम्मेदवारहरूले अगाडि सारेको छ यो पार्टीले है। लिम्बू त छ नै छ, हामी छँदैछौँ, तर त्यसबाहेक जेनजी आन्दोलनको अभियन्ता ज्योतिका राईको जुन चाहिँ क्लस्टरबाट एउटा महिलाको क्लस्टरबाट राई महिला राईलाई एउटा उम्मेदवार समानुपातिको उम्मेदवारको रूपमा अगाडि सारेको छ। यो पनि एउटा समावेशीको आधारले हेऱ्यो भने एउटा राम्रो कुरा हो होइन। अहिलेसम्म सांसद महिला सांसद अथवा राई सांसद पाँच जिल्लाले पाएको छैन। यो सम्भावना छ, यो हेरेर पनि एउटा आधार बन्छ। अनि अर्को अब श्याम मगर पनि हुनुहुन्छ, डाक्टर महेन्द्र लाउती हुनुहुन्छ। यसरी चाहिँ दुईजना अब समानुपातिकमा दुईजना चाहिँ पहिलो नम्बरमा हुनुहुन्छ। डाक्टर महेन्द्र लाउती र ज्योतिका राई चाहिँ एक नम्बरमा हुनुहुन्छ र प्रत्यक्ष जित्ने बित्तिकै चाहिँ उहाँहरू दुवैजनाको सम्भावना छ। भनेपछि एउटा सांसद जित्दै गर्दा अटोमेटिकली अर्को दुईजना सांसद पाउनेवाला छ पाँच। यो पनि एउटा आधार हुनसक्छ। यो चाहिँ बुझ्नुपर्ने छ है। अब यो चाहिँ जनताहरूले बुझेर होइन मत दिनुभयो भने यो एउटा हामीलाई फाइदाको कुरा छ। पाँचटा जिल्लामा जति धेरै सांसद छौँ त्यति धेरै सेवा गर्न सकिन्छ भन्ने एउटा आधार छ। यसरी चाहिँ हामी अगाडि बढिरहेका छौँ। अनि अर्को कुरा चाहिँ अब यो दुइटै पार्टी राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टी जेनजी विद्रोहपछि जन्मेको पार्टी। यसले चाहिँ जेनजीको मुद्दा, जेनजीको मर्म, जेनजीको भावना, जेनजीको एजेन्डा जो चाहिँ ग्राउन्ड लेभलमा जसले चाहिँ आफ्नो खुट्टा गुमाउँदै थियो, आन्दोलन गर्दा जसले आफ्नो हात गुमाउँदै थियो, जसले आफ्नो आँखा गुमाउँदै थियो, ती उहाँहरू स्वयं पनि यस पार्टीमा आबद्ध रहेर अनि उहाँहरू आफै पनि समानुपातिको उम्मेदवारहरूमा रहेर चाहिँ अगाडि बढेको छ। यो पनि एउटा आधार हो। हामीले अबको दिनमा, हिजोको दिनमा जे भयो, अबको दिनमा चाहिँ हाम्रो देश परिवर्तनको निम्ति जसले रगत बगाए, आफ्नो बलिदान दिए, आफ्नो जीवनको आहुति दिए, उहाँहरूको सपना, उहाँहरूको उद्देश्य मर्न दिन हुँदैन भन्ने एउटा एजेन्डा बोकेर आएको पार्टी भएको कारणले गर्दा यो पनि एउटा जित्ने आधार हुनसक्छ। धन्यवाद। तपाईँलाई दोस्रो क्वेसन रहेको छ। मानौँ तपाईँले चुनाव जित्नुभयो, अब चुनाव जितेपछि पाँचथरको विकासको लागि पहिलो 1 वर्षभित्र गर्ने 3 मुख्य काम के हुन् तपाईँले? हामीले 3टा काम भन्नु। हजुर, हामीले सबैभन्दा पहिलो नम्बरमा म 3टा भन्छु। 3टा भन्छु। पहिलो नम्बरमा चाहिँ हामीले सडक एउटा होइन, सडक अहिले हिउँदोमा पनि चल्दैन कि गाडी, हिउँदोमा पनि गाडीहरू एक्सिडेन्ट भइरहेको अवस्था छ। त्यो चाहिँ गाउँमा वडामा चाहिँ एटलिस्ट कालो पत्रे गर्न नसके पनि ग्राभेलहरू गरेर के अरे त्यसलाई सोलिङहरू गरेर बर्खमासमा पनि गाडी कुद्न सक्ने बनोस्, यात्रीहरूलाई सहज बन्न सकोस् सदरमुकामसम्म आउनुलाई, हस्पिटलसम्म आउनुलाई। र उहाँहरू आउँदै कतिजना बिरामीहरू आउँदै पुल छैन होइन, पुल छैन, बाटो छैन, बाटो अप्ठ्यारो छ, उहाँहरूको बाटोमै ज्यानहरू गइरहेको अवस्था छ। यो त बेसिक कुरा त हुनु त जसले पनि यही भन्नु चाहिँ, तर पनि स्तर उन्नति त राम्रो छैन नि त होइन, बाटोघाटो राम्रो छैन। यो पनि एउटा पहिलो चाहिँ हामी बाटोघाटोहरू स्तर उन्नति गर्छौँ, राम्रोसँगले गर्छौँ होइन। अर्को चाहिँ अब अर्को चाहिँ खानेपानी। कतै तुम्बेवातिर भयो होइन, उता मायातिर एकदमै दुःख, पानीको अभावहरू छ। त्यसमा चाहिँ हामी अब लगानी गर्ने होइन, पाइपहरू तान्नेदेखि लिएर, सोर्सहरू खोज्नेदेखि लिएर, ट्याङ्कीहरू बनाउनेदेखि लिएर त्यस्तो कामहरू बेसिक रूपमा हामी गर्छौँ। अनि अर्को कुरा चाहिँ अब स्वास्थ्यसँग सम्बन्धित सबैभन्दा ठुलो कुरा हुन्छ। गाउँघरमा एउटा त्यो राम्रोसँग स्वास्थ्य चौकीहरूको स्थापना गर्ने, दक्ष जनशक्तिहरू त्यहाँनिर सेवाको लागि खटाउने, नियमित स्वास्थ्य बनिएको छ, तर जनशक्तिहरू राम्रोसँग परिचालित भएको छैन, दक्ष जनशक्ति छैन। त्यहाँ चाहिने मेडिसिनहरूदेखि लिएर इक्विपमेन्टहरू त्यहाँनिर राम्रोसँग उपलब्ध छैन। त्योहरू उपलब्ध गराउने, मेडिसिनहरू उपलब्ध गराउने, समयमै उपचार गर्ने वातावरण मिलाउने, कहिलेकाहीँ अब निःशुल्क शिविरहरू सञ्चालन गर्ने। त्यो बेसिक रूपमा त्यो 3टा मात्रै भन्नुभयो, त्यो मैले
3टा भने तर अरू विकासको आधार धेरै छन् अब पर्यटन मुख्य 3टा चाहिँ तपाईँले चुनाव जितिसके पछाडि म चाहिँ 3टा चाहिँ फर्स्टमा यो 3टा काम चाहिँ यो गर्छु है भने चाहिँ तपाईँलाई भने चाहिँ यातायात भयो गाउँ गाउँमा के अरे के कसै बाटोहरू छ जानु आउनको सहज होस् अनि सेकेन्डमा भयो के अरे खानेपानी भयो अनि त्यसमा भयो स्वास्थ्यलाई हेर्नु हजुर स्वास्थ्यलाई ल तपाईँलाई अर्को क्वेसन रहेको छ 5 जिल्लाबाट युवाहरू विदेशी र बसाइ सराई बाध्य भइरहेका छन् यहाँ नै रोजगार सिर्जना गर्न तपाईँको ठोस योजना के छ हाम्रो पार्टीको के छ भन्दाखेरि पार्टीको एजेन्डामा हामीले चाहिँ देशमै रोजगारी सृजना गर्नुपर्छ अनि मात्रै विदेशी पर्ने जुन बाध्यता छ अहिले यसलाई न्यूनीकरण गर्न सकिन्छ अथवा कन्ट्रोल गर्न सकिन्छ भन्ने एउटा कुरा त छ नि त र सबै पार्टीहरूले भन्दै आएको कुरा पनि हो हामी विदेश जाने युवाहरूलाई देशमै रोजगारी दिएर राख्छौँ भनेर चाहिँ भनिराख्नु भएको छ त्यसमा तपाईँको आफ्नै मैले चाहिँ संसद भयो भने 5 सालमा चाहिँ जति पनि युवाहरू छ युवाहरूलाई चाहिँ म यो रोजगार दिन्छु विदेशी हुनुको के अरे नदिनको लागि चाहिँ पछि सहिरहेको छ अरू ठाउँमा सहिरहेको छ भिडलाई रोक्नको लागि चाहिँ म यो गर्छु यो काम गरे पछाडि चाहिँ यो तरिकाले काम हुन्छ भन्ने चाहिँ कुनै मैले त्यही कुरा जोड्दै थिएँ भन्न त सबैले त्यही भन्छ तर आधार के हो त भन्ने कुरा आउँदैन के दिएर चाहिँ उहाँहरूलाई चाहिँ रोकथाम गर्ने कसरी चाहिँ देशमै रोजगारी सृजना गरेर यहाँनिर उहाँहरूलाई अड्काउने त्यतिकै त रोक्छु भन्दा मात्रै रोकिनेवाला छैन नि त बाध्यता हाम्रो 2-3वटा आधारहरू छन् एउटा हामी पर्यटन छ एउटा कृषि छ होइन एउटा अब के भन्छ जलविद्युतको कुराहरू छ कृषि उद्योगहरू छ सानातिना सिँचाइ उद्योगहरू यी कुराहरू चाहिँ हामीले चाहिँ अगाडि सारेर हामी रोजगारी सृजना गर्छौँ जस्तै कृषिहरूमा कृषिको लागि चाहिँ सानो सानो सिँचाइको जुन चाहिँ परियोजनाहरू दिने होइन पानीहरू जब कहाँबाट हुन्छ त्यो सिँचाइको लागि पानीको चाहिँ पहिला योजनाहरू बनाउने अनि उहाँहरूलाई चाहिँ त्यो कृषिको लागि अनुदानहरू दिएर हुन्छ कि होइन सरकारले अनुदानहरू दिएर उहाँहरूलाई अब के भन्छ केही गर्न लाउने अनि बजारको व्यवस्थापनहरू गर्ने होइन सरकारले नै बजारको व्यवस्थापन गर्ने न्यूनतम मूल्य उहाँहरूको तोकिदिने अन्त कृषिबाट नेपाल त कृषि प्रधान देश हो नि त कृषिबाट पनि युवाहरूलाई रोजगारी दिन सकिन्छ तर त्यसको लागि चाहिँ उहाँले उत्पादन गरेको चिजहरू चाहिँ यहाँ चाहिँ अहिले चाहिँ अब उत्पादन भयो भने पनि त्यत्तिकै सडेर जान्छ त्यत्तिकै कुहिएर जाने अवस्थाहरू छ बाहिरबाट ल्याएको सस्तो चाहिँ अब यहाँ चल्छ तर त्यसले गर्दाखेरि चाहिँ बजार व्यवस्थापन सरकारले नै गरिदिनु पर्यो न्यूनतम मूल्य पनि उहाँलाई तोकिदिनु पर्यो सरकारले नै जिम्मा लिनु पर्यो त्यस कारणले गर्दा निरन्तर रूपमा उहाँले आफ्नो लगानी गर्न सक्छ होइन लगानीको लागि उहाँलाई पनि अब अनुदानहरू ऋणहरू दिन सकिन्छ त्यसरी अब त्यो ऋण दिने सोर्स के हो त भन्ने कुरा पनि आउँछ है अनि पर्यटनमा पनि हामीले अब धेरै कुराहरू गर्न सकिन्छ अब सम्भावना बोकेको देश है नेपाल चाहिँ अब यहीँ बुद्ध जन्मेको देश पनि यहीँ सगरमाथादेखि लिएर विभिन्न हिमाल पर्वतहरू पहाडहरू भएको देश होइन एकदमै सुन्दरताले भरेको देश हो त्यस कारणले गर्दा यहाँ पर्यटन एकदमै सम्भावना प्रस्ताउने सम्भावना नेपालमा छ तर पहिलो चाहिँ यहाँ टुरिस्टहरू आउने पर्यटनहरू आउने एउटा वातावरण बनाउनुपर्छ हामीले अहिले चाहिँ टुरिस्टहरू नआउनुको कतिपय कारणहरू चाहिँ देशमा त्यो इन्भाइरोमेन्ट नभएर पनि हो यहाँ लडाइँ छ झगडा छ अशान्ति छ यहाँनिर फोहोर मैला छ सरसफाइ छैन होइन क्लिन त्यो के अरे सेनिटेसन छैन राम्रोसँग त्यो भएको कारणले गर्दा पनि उहाँहरू त्यति भित्रिएको छैन पहिलो नम्बरमा चाहिँ हामीले चाहिँ देशमा अलिकति कसरी हुन्छ एउटा सरसफाइमा ध्यान दिने होइन फोहोर मैलाहरू गर्ने अनि अशान्तिको कुराहरू कसरी हुन्छ त्यो हटाउने होइन अनि त्यस्तो भएपछि बाहिरबाट पनि उहाँहरूले चाहिँ एनालाइसिस गर्छ यो देश शान्ति छ राम्रो छ त्यहाँ जानुपर्छ घुम्नुपर्छ भन्ने एउटा वातावरणमा बन्छ त्यसको लागि चाहिँ अब पर्यटनलाई अब प्रबन्धन गर्नको लागि चाहिँ अब बाटोघाटो त्यहाँ टुरिस्ट सेन्टर टुरिस्ट स्पटहरू ठाउँहरू धेरै छ हाम्रो पाँचथरमा पनि जस्तै धार्मिक स्थलहरू छ नि त ठाउँमा डब्रेकुटीहरू भयो यता सिलौटीहरू भयो यताउता होइन त्यस्तो ठाउँहरू छ त्यो ठाउँलाई चाहिँ अब अलिकति डेकोरेसन गरेर अलिकति त्यसलाई चाहिँ अब सरकारले लगानी गरेर अनि टुरिज्मलाई चाहिँ प्रमोसन कसरी गर्न सकिन्छ कसरी त्यसलाई चाहिँ हाइलाइटमा ल्याउन सकिन्छ त्यसको प्रचार प्रसार कसरी गर्न सकिन्छ टुरिस्टसम्म चाहिँ जानु पऱ्यो नि त रिचेबल हुनु पऱ्यो नि त त्यो ठाउँको विषयमा अवगत हुनु पऱ्यो अनि त टुरिस्टहरू आउने हो त्यस्तो त्यहाँ होमस्टेहरू चाहिँ अब बनाउने होइन होटलहरू त्यहाँनिर खोल्ने यस्तो गरी पनि गर्न सकिन्छ अनि त्यसको लागि पनि अब
लगानीको लागि अब व्यवस्था गर्नु पर्यो सरकारले हैन। त्योहरू यसरी चाहिँ रोजगारी सृजना गर्न सकिन्छ। अनि यसको लगानीको लागि चाहिँ अब सरकारले हाम्रो चाहिँ के छ भने कुलमान घिसिङको यो उज्यालो नेपाल पार्टीको एजेन्डामा चाहिँ सबैभन्दा ठुलो एउटा आय स्रोतको रूपमा चाहिँ जलविद्युतलाई पनि लिएको छ। अहिलेसम्म चाहिँ हामीले थाहा पाएको अनुसार चाहिँ लगभग 4000 मेगावाटसम्मको बिजुली उत्पादन छ भनेर नेपालमा भनिन्छ। तर यसलाई चाहिँ अब चाँडै नै यसलाई चाहिँ दोब्बर तिर्पल गर्दै हामी चाहिँ यसलाई बढाउन सकिन्छ भनेको छ। जस्तै 4000 देखि 8000 8000 12000 मेगावाटसम्म हामीले बिजुली उत्पादन गर्न सक्छौँ भन्ने त्यो विज्ञता चाहिँ कुलमान घिसिङमा छ। किनभने उहाँले त गरेर देखाउनु भयो नि त। हिजोको दिनमा 18 घन्टासम्मको लोड सेडिङ हामी नेपालीहरूले भोग्दै गर्दाखेरि चाहिँ धेरैजना विज्ञहरूले के भन्नुहुन्थ्यो भन्दाखेरि यो लोड सेडिङ भन्नेको चाहिँ यो अहिले हटाउन सक्ने यो चाहिँ चिज होइन, असम्भव छ, यसलाई कम्तीमा पनि 10-12 वर्ष लाग्छ यो चिजलाई हटाउन भनेर भन्नुहुन्थ्यो विज्ञहरूले भन्थे। अब तपाईँ सुन्नुभएको होला। अनि त्यसो भन्दाखेरि अब कुलमान घिसिङले त 3-4 महिनामै हटाइदिए होइन। त्यो क्षमता त उहाँमा छ नि त। त्यो अहिले चाहिँ अब नेपाल चाहिँ फेरि दोस्रो जलस्रोतको धनी देश भनेर भनिन्छ। भनेपछि प्रशस्त मात्रामा हाम्रोमा चाहिँ नदी नालाहरू पानी त बगिरहेको छ होइन। अब त्यो पानीले भएको पानीलाई हामीले मात्र के गर्नु पर्यो भने ऊर्जामा कन्भर्ट गर्नु पर्यो, ऊर्जामा परिवर्तन गर्नु पर्यो। त्यसलाई ऊर्जामा परिवर्तन गरे पछाडि चाहिँ प्रशस्त मात्रामा हाम्रोमा के अरे त्यो ऊर्जा उत्पन्न हुन्छ, बिजुली उत्पन्न हुन्छ। त्यो चाहिँ हाम्रै देशले पनि त्यसलाई चलाउन सक्छौँ। बाँकी रहेको जुन चाहिँ त्यो ऊर्जा छ त्यो ऊर्जालाई चाहिँ बाहिर देशमा हामी बेच्न सक्छौँ। इन्डियामा चाइनामा होइन अरू देशमा हामीले बेच्न सक्छौँ। अनि बेचिसके पछाडि चाहिँ त्यहाँबाट इन्कम हुन्छ है, इन्कम हुन्छ। अनि अहिले चाहिँ धेरै देशलाई विभिन्न प्रकारको ऊर्जाहरू चाहिएको छ। यो डाटा अब हरेक अहिले त टेक्नोलोजीहरू डेभलप भइरहेको छ नि त, टेक्नोलोजी डेभलप भइरहेको छ। अनि अर्को इलेक्ट्रिकल मेसिनहरू गाडीहरू पनि अहिले त इलेक्ट्रिसिटीबाट चल्नेहरू नेपालमा पनि आइरहेको छ। यसमा पनि चाहिने त के हो त? इलेक्ट्रिसिटी नै हो नि त, एनर्जी नै हो नि त। अब हिजोको जस्तो लोड सेडिङ हुनु भने त अहिलेको त्यो इलेक्ट्रिकल गाडीहरू त चल्दैन होइन, चल्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ इलेक्ट्रिसिटी यो एनर्जी चाहिँ अत्यन्तै अहिले चाहिँ विभिन्न देशलाई चाहिएको छ एनर्जी। अनि यो एनर्जी चाहिँ हामी बाहिर बेच्न सकिन्छ। अनि त्यहाँ भएको जब इन्कम हुन्छ देशलाई, त्यो इन्कम भएको चाहिँ हामीले अघि मैले भने नि पर्यटनको लागि हामी युवाहरूलाई लगानी गर्नको लागि ऋणहरू अनुदानहरू दिन सक्छौँ, कृषिको लागि अनुदानहरू दिन सक्छौँ होइन, विद्यार्थीहरूलाई अनुदान दिन सक्छौँ। विद्यार्थीले पढ्दै पनि गर्छ, कमाउँदै पनि गर्ने त्यस्तो खालको सिपमूलक कामहरूमा पनि उहाँलाई संलग्न गराउने हो, त्यस्तो खालको योजनाहरू छ हाम्रो चाहिँ। धन्यवाद तपाईँलाई। तपाईँले अर्को क्वेसन, नेपाल कृषि प्रधान देश भएर पनि किसानले उचित मूल्य पाएका छैनन्। किसानले आम्दानी बढाउन र किसानले उत्पादन गरेको उत्पादित वस्तुहरूलाई बजारीकरण गर्ने तपाईँको स्पष्ट योजना, तपाईँको पर्सनल स्पष्ट योजना जति पनि गाउँमा अहिले हामी पाँचको सन्दर्भमा कुराकानी नगरौँ के अरे पाँचको सन्दर्भमा कुराकानी गरौँ, देशव्यापी रूपमा कुराकानी नगरौँ। मानौँ हिलियाङमा उत्पादन भएको साग फलफुलहरू छ, उता तुम्मेवामा माथि फालिलुङमा उत्पादन भएको छ, टमाटरहरू छ, तिनीहरू खेर गइरहेको छ, कुहिरहेको छ। त्यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि तपाईँको स्पष्ट योजना के छ? हामी चाहिँ अब जति सक्दो हामी चाहिँ के गर्छौँ भन्दाखेरि हामी पहल चाहिँ के गर्छौँ भन्दाखेरि ती उत्पादन भएको चिजहरूको होइन हामीले बजार व्यवस्थापन हामीले गर्न सक्नुपर्छ होइन। एउटा सरकार अभिभावक भएको नाताले कसरी गर्न सक्नु पर्यो। त्यो चाहिँ अब उत्पादन भयो होइन के अरे ल मानौँ के हिलियाङमा ल मानौँ रे 10 ट्र्याक्टर टमाटर फल्यो। अब यहाँ फिदिङ बजारमा बेच्नु पर्यो, यहाँ बिक्री भएन। अब यहाँ अब त्यो त कुहिएर जान्छ। अब त्यसलाई चाहिँ फरक व्यवस्थापन गर्नु, तपाईँले कसरी व्यवस्थापन गर्नुहुन्छ? त्यसरी तलको मिगलाजुङबाट 10 ट्र्याक्टर आयो, फालिङ 10 ट्र्याक्टर आयो, अब यो त यहाँ राख्ने ठाउँ छैन। अब त्यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि तपाईँको चाहिँ योजना के छ? त्यसलाई चाहिँ कसरी तपाईँ व्यवस्थापन गर्नुहुन्छ? त्यो सबैभन्दा ठुलो एउटा उपाय चाहिँ के हो भने सरकारले नै त्यो चाहिँ के अरे खरिद गर्नु पऱ्यो क्या। त्यो चाहिँ एउटा मैले देखेको सरकारले खरिद गरेर होइन त्यसको न्यूनतम मूल्य त्यसलाई कति हुन्छ ठिक हुन्छ त्यसलाई त्यो तोकेर के अरे उत्पादन गर्ने कृषकलाई के अरे दिएर चाहिँ त्यो चिजलाई चाहिँ सरकारले नै अब त्यसलाई बेच्ने होइन के गर्ने व्यवस्थापन गर्नु पर्यो, जिम्मा लिन चाहिँ सक्नु पर्यो। त्यो चाहिँ सरकारले जिम्मा लिनु पर्यो, त्यो पाटो जिम्मा लिन सक्नुपर्छ। अनि चाहिँ त्यसो गर्दाखेरि चाहिँ उहाँहरूको मेहनत खेर गएन, कुहिएर पनि यता के अरे त्यो उत्पादन भएको चिज हुन्छ नि जुन चाहिँ प्रडक्ट पनि खेर गएन,
मेहनत पनि खेर गएन अनि कृषकले उचित मूल्य पनि प्राप्त गर्छ होइन। त्यो चाहिँ गर्ने हाम्रो एकदमै पहल मेरो चाहिँ रहन्छ होइन। भोलिको दिनमा अब हाम्रो के बन्छ, कस्तो सरकार बन्छ, कतिको के बन्छ होइन, त्यो भोलिको दिनमा अब रिजल्ट आउन बाँकी नै छ। तर मैले त्यो चाहिँ सरकारले किन्नु पर्थ्यो। हजुर हजुर। तपाईँलाई अर्को क्वेसन छ, पाँच थरका पर्यटन सम्भावना बोकेका क्षेत्रहरू कुन कुन हुन् र सोही क्षेत्रलाई आर्थिक आम्दानीमा बदल्न तपाईँ कस्तो कदम चाल्नुहुन्छ? पाँच थरमा पर्यटन क्षेत्रको सम्भावना बोकेको क्षेत्रहरू चाहिँ तपाईँलाई कुन कुन लागेको छ? पाँच थर जिल्लाभरिको तपाईँको पोइन्ट अफ भ्यूमा चाहिँ यो क्षेत्र चाहिँ पर्यटनको लागि आउने ठाउँ है, यसलाई चाहिँ प्रवर्धन गर्नुपर्छ भने कुन कुन क्षेत्र तपाईँलाई लागेको छ र त्यो क्षेत्रलाई चाहिँ आम्दानीमा चाहिँ कन्भर्ट गर्नको लागि चाहिँ तपाईँले कस्तो कस्तो कदम चाल्नुहुन्छ? त्यसमा हामीले देखेको अहिले सिम्पल रूपमा देखेको हामीले यही यता अब नजिकै अब होइन सिलौटी लब्रीकुटीहरू भयो होइन। यस्तो ठाउँहरूमा अब बाटोघाटोहरू राम्रोसँगले पुर्याउनु पर्यो एउटा कुरा टुरिस्टहरूलाई। दुईटा मात्रै हो, सिलौटी र लब्री? होइन यहाँ नजिकको कुरा चाहिँ तपाईँले पाँच थरसम्म सबै भन्नु। त्यही त नजिकमा चाहिँ अहिले यहाँ फिदिमदेखि नजिकमा त्यो छ अनि अरू ठाउँ पनि छ नि, फालेलुङहरू छ होइन, फलुटहरू छ, अरू उता चाराते भयो, तिन सिमाना भयो, यता साधु टारहरू हिलियाङ दरबारहरू भयो। धेरै ठाउँ छ त्यस्तो सम्भावना बोकेको टुरिज्म स्पटको रूपमा प्रबन्धन गर्न सकिने सम्भावना बोकेको त्यस्तो खालको ठाउँहरू छ। त्यसलाई चाहिँ अब हामीले अब त्यसमा लगानी गर्नु पर्यो, त्यसलाई अब बनाउनु पर्यो, त्यो ठाउँहरू बनाउनु पर्यो होइन। टुरिज्म सेक्टरमा हामीले लगानी गर्नु पर्यो होइन। त्यसलाई अनि पछि चाहिँ अब त्यो ठाउँको अलिकति प्रमोसन पनि गर्नु पर्यो होइन। कसरी चाहिँ टुरिस्टहरू भित्राउन सकिन्छ, डोमेस्टिक टुरिज्म भयो, इन्टरनेसनल भयो होइन, कसरी त्यहाँनिर आवत जावतको लागि कसरी चाहिँ त्यो प्रचार प्रसार गर्ने कुराहरू रहन्छ। त्यो कुराहरूलाई चाहिँ अब मिलाएर पछिको दिनमा अलिकति एडभर्टिजमेन्टहरू अगाडि सारेर होइन, त्यसमा लगानी बाटोघाटोहरू राम्रो बनाउने त्यो कुराहरू रहन्छ। अनि त्यो गर्नाले चाहिँ अब जब टुरिस्टहरूको आवत जावत हुन्छ तब चाहिँ त्यसलाई चाहिँ त्यो ठाउँले चाहिँ आर्थिक रूपमा रूपान्तरण गर्न सक्यो। त्यहाँनिर होमस्टेहरू स्थानीयले नै खोल्छन् होइन, होटलहरू खोल्छन् होइन। त्यो भएपछि थोरै भए पनि आय स्रोतको एउटा इन्कम सोर्सको एउटा माध्यम बन्न सक्छ एउटा टुरिस्ट। राम्रो भन्छ। किनकि म तपाईँलाई एउटा उदाहरण दिन्छु। माथि हाम्रो पाहुना घरको तृष्णा राई हुनुहुन्छ, किनकि अब तपाईँले बाहिरदेखि देख्नुभएको छ, हामीले नजिकदेखि देखेको छौँ। किनकि उहाँले व्यवसाय हेर्दाखेरि सामान्य देखिन्छ, तर उहाँलाई चाहिँ हामीले नजिकबाट उहाँहरूलाई देखेको छौँ। उहाँलाई आर्थिक रूपमा कतिको चाहिँ सम्पन्न हुँदै हुनुहुन्छ नजिकबाट देखेको छौँ। किनकि एउटा पाहुना घर बनाउँदै गर्दाखेरि चाहिँ होमस्टे खोल्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ उहाँले अब त्यस्तो त राज्यले केही पनि गरिदिएको त छैन, तर पनि व्यक्तिगत रूपमा दुःख गरेर उहाँले आर्थिक हिसाबमा धेरै राम्रो गरिराख्नु भएको छ क्या। एउटा सामान्य एउटा होमस्टे भयो। त्यसरी नै हामीले चाहिँ साधुटार भयो, माथि चारातेमा भयो। चारातेमा अहिले खोल्न त खोजिरहेको छ, तर त्यहाँ पनि अझै धेरै त गर्नुपर्ने छ। त्यहाँनिर बाटो असहज छ, 12 महिना हामीले जान सकिने अवस्था छैन। हो त्यो बाटो गऱ्यो भने चाहिँ सबैभन्दा एउटा राज्यलाई र स्थानीय लेभलमा चाहिँ एउटा रोजगारलाई निर्माण गर्नको लागि त्यो बाटो चाहिँ सबभन्दा महत्त्वपूर्ण रहन्छ। अनि त्यो सिजनमा चाहिँ त्यो ठाउँहरूमा अब टुरिज्म फेस्टिभलहरू अर्गनाइज गर्ने होइन, टुरिज्म फेस्टिभल अर्गनाइज गर्यो भने एकदमै त्यो पनि एउटा होइन टुरिस्टलाई आकर्षण गर्ने चौरी महोत्सव जस्तो हो त्यस्तो खालको हामीले अरू ठाउँमा पनि एउटा नामाकरण गरेर त्यो के अरे टुरिज्म फेस्टिभलहरू अर्गनाइज गर्न सकिन्छ। ल तपाईँलाई अर्को क्वेसन छ, पाँच थरमा अझै सडक स्वास्थ्य र शिक्षा निकै कमजोर छन्। यी आधारभूत सेवामा सुधार ल्याउन तपाईँ कसरी बजेट सुनिश्चित गर्नुहुन्छ वा योजना के छ? शिक्षा स्वास्थ्यहरू अझै पनि सबै ठाउँमा समान रूपले छैनन्, सहर र गाउँमा समान रूपले छैनन्, हिलियाङ र निगलाजुङको तल्लो छेउमा समान रूपले छैन, फिदिम र गाउँमा समान रूपले छैन शिक्षा। यो फरक छ। अब यसमा राज्यले पैसा दिँदै गर्दा पनि फरक तरिकाले दिइरहेको हुन्छ। यसमा चाहिँ तपाईँले समानता ल्याउनको लागि चाहिँ तपाईँको चाहिँ त्यसको भिजन कस्तो छ, कसरी सुनिश्चित गर्नुहुन्छ त्यो योजना? यसमा हाम्रो चाहिँ अब के भने सबै सरकारी स्कुलहरूलाई चाहिँ हामी होइन त्यसलाई गुणस्तरीय बनाउने, त्यसको संरचनाहरूदेखि लिएर त्यसको टेक्निकल पार्टहरूदेखि लिएर पाठ्यक्रमहरूदेखि लिएर त्यसलाई एकदमै गुणस्तरीय रूपमा अगाडि सार्ने भनेका छौँ। अनि शिक्षामा त्यतिकै हामी अलि बढी
खर्च लगानी गर्ने भनेका छौँ। किनभने शिक्षा भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हुँदो रहेछ। एकजना विद्वानले भनेका छन् कुनै देशलाई ध्वस्त पार्नु पर्यो भने त्यो देशमाथि कुनै बम हान्नु पर्दैन, गोली हान्नु पर्दैन, त्यसको शिक्षा क्षेत्रलाई खत्तम पारिदिए पुग्छ भनेर भन्नुभएको थियो। त्यो हिसाबले पनि शिक्षा महत्त्वपूर्ण छ भन्ने कुरा छ। अनि हामी सरकारी स्कुललाई चाहिँ अब एकदमै गुणस्तरीय मान्यता दिन्छौँ। अहिले चाहिँ अब त्यही अनुसारले त्यो बनाउने। अनि बोर्डिङहरू छ नि त, अब अहिले त बोर्डिङहरूको कुरा, बोर्डिङमा अब अलिकति असमानता चाहिँ एकदमै छ। हजुरले जुन भन्नुभयो शिक्षामा विद्यार्थीहरूलाई धनीले पढ्ने स्कुल छुट्टै छ होइन, गरिबले पढ्ने स्कुल छुट्टै छ। र जो कोही पनि सरकारी स्कुलमा चाहिँ पढ्न सक्ने वातावरण हामी सृजना गर्ने त्यो खालको योजना छ। चाहे त्यो धनीको छोरा होस्, गरिबको होस्, चाहे होइन नेताको सांसदको छोराछोरी होस्, एउटा गरिब परिवारको छोराछोरी किन नहोस्, त्यही स्कुलमा चाहिँ पढ्नु पर्यो। त्यो खालको शिक्षा, त्यो खालको गुणस्तरीय शिक्षा चाहिँ त्यही सरकारी स्कुलमा व्यवस्थापन गर्नु पर्यो। म तपाईँले बुझ्नु तपाईँ बोल्दै हुँदैन, तपाईँ आफै शिक्षक पेसामा हुनुहुन्थ्यो। बोर्डिङ र सरकारी स्कुलको पढाइ ह्युज डिफ्रेन्स छ, धेरै फरक छ त्यसको गुणस्तरमा। तपाईँलाई चाहिँ त्यो सरकारी स्कुललाई चाहिँ बोर्डिङ स्कुलकै लेभलको शिक्षा दिनको लागि चाहिँ के गर्नुपर्छ होला, के परिवर्तन गर्नुपर्छ होला? मैले यसमा चाहिँ मेरो आफ्नो पर्सनल एक्सपिरियन्स चाहिँ के छ भने होइन, दक्षताको हिसाबले, अलिकति योग्यताको हिसाबले हरेक आयोगहरू पास गर्दै, शिक्षा आयोगहरू पास गर्दै आएको त हाम्रो सरकारी स्कुलमै हुन्छ नि त, त्यही हुन्छ। तर हाम्रो त्यहाँ फरक चाहिँ के छ भन्दाखेरि अलिकति मेहनतको फरक मलाई चाहिँ लाग्यो। शिक्षकले गर्ने मेहनत पनि, विद्यार्थीले गर्ने मेहनत पनि, अनि अभिभावकले गर्ने मेहनत पनि। जस्तै मेरो बच्चा मैले बोर्डिङ पढाउँदैछु भने अब मैले चाहिँ शिक्षकको पनि त्यतिकै मेहनत हुन्छ, त्यहाँ विद्यार्थीको पनि त्यतिकै मेहनत हुन्छ। म त बोर्डिङ पढ्दैछु होइन, म त मेहनत गर्नुपर्छ भन्ने मजाले अब टाइम टु टाइम होमवर्क गर्ने होइन, त्यो गर्ने त्यो मानसिकता विद्यार्थीमा हुन्छ। अनि अभिभावक पनि होइन, मैले त बोर्डिङको पढाएको छु, मैले चाहिँ होमवर्क गरेँ कि गरेन होइन, के गर्दैछ छैन, कतिको पढ्दैछ छैन, त्यो चेक एन्ड ब्यालेन्स गर्ने कि अभिभावकले पनि त्यत्तिकै निगरानी राख्ने बोर्डिङको आफ्नै बोर्डिङको लागि। अब कुनै एउटा परिवारको नानी चाहिँ फेरि यता सरकारी स्कुलमा जाँदैछ भने चाहिँ वास्तै गर्दैन त्यो तपाईँ बोल्दा त्यो समस्या भयो, त्यो समस्या छ, तपाईँले देख्नुभएको छ। त्यो समस्याले समाधान गर्नको लागि चाहिँ तपाईँको चाहिँ प्लानिङ के छ त? त्यो समस्या देख्नुभयो, त्यसलाई चाहिँ कसरी तपाईँ समाधान गर्नुहुन्छ? तपाईँले देख्नु के अरे अभिभावकको पनि कमजोरी देखाउनु भयो, शिक्षकको पनि कमजोरी देखाउनु भयो, इभन विद्यार्थी पनि कमजोरी देखाउनु भयो। त्यो कमजोरी त तपाईँले भन्नुभयो नि त, अब त्यो कमजोरीले समाधान चाहिँ कसरी गर्नुहुन्छ? त्यसलाई समाधान गर्नको लागि त सबै शिक्षकमा पनि अनि अभिभावकमा पनि अनि विद्यार्थी पनि त्यो एउटा सचेतन आउनु पर्यो। त्यसको लागि चाहिँ हामीले केही त्यस्तो क्याम्पेनहरू होइन हामीले अर्गनाइज गरेर त्यो भ्यालु बुझाउनु पर्यो क्या, शिक्षाको भ्यालु बुझाउनु पर्यो होइन। हामीले किन बोर्डिङलाई मात्रै प्राथमिकता दिन्छौँ, किन बोर्डिङमा मात्रै हामीले किन चाहिँ मेहनत गर्छौँ, शिक्षकले पनि अनि अभिभावकले पनि विद्यार्थीले पनि। त्यो चाहिँ अब त्यो चाहिँ भाइ कसरी आएको, त्यो कन्सेप्ट कसरी अब त्यसरी डेभलप हुन्छ होइन। अनि त्यस्तो चाहिँ हुँदैन कि त सरकारले तलब कम्ती दिएर पो शिक्षकहरू अल्छी भएको हो कि त्यो पनि नभनौँ होइन। हुन त अब गाह्रो त गाह्रै छ, तलबको हिसाबले त गाह्रो पनि छ, तर बोर्डिङमा त त्यति पनि हुँदैन नि त फेरि, बोर्डिङमा पनि हुँदैन, त्यहाँको पढाइ राम्रो हुन्छ। अनि शिक्षकले पनि धेरै मेहनत गरिदिन्छ क्या बोर्डिङमा चाहिँ। अब उसको स्यालेरी पनि कम्ती छ, उसको योग्यता पनि कमी छ, तर खटाइको हिसाबले मेहनतको हिसाबले चाहिँ ऊ फेरि उसले बढी नै गरिरहेको हुन्छ। त्यो चाहिँ खास किन भएको होला? त्यो चाहिँ अब त्यो खै कसरी भएको हो, त्यो यस्तै खालको अब पहिल्यैदेखि त्यो त्यस्तो संस्कार बसिया हो कि म आफैले पनि पढाउँदै गर्दाखेरि त्यस्तो पाएँ मैले होइन, त्यसरी पाएँ। अब एकदम ठुलो समस्या हो यो चाहिँ, ठुलो समस्या। त्यो चाहिँ अलिकति अवेरनेस आउनुपर्छ, चेतना जाग्नुपर्छ त्यो कुरालाई चाहिँ फोकस गर्नुपर्छ जस्तो लाग्छ कि मलाई त्यो कुरामा परिवर्तन ल्याउनको लागि। तपाईँलाई अर्को क्वेसन छ, पाँचवटा जिल्ला लगायत नेपालको विभिन्न ठाउँहरूमा भ्रष्टाचार र राजनैतिक पहुँचको कारण विकास रोकिएको भन्ने जनगुनासो छ। पारदर्शिता कायम गर्न तपाईँको व्यावहारिक उपाय के हो? भन्नुको मतलब चाहिँ ठुल्ठुलो के अरे जति प्रोजेक्टहरू आएको छ त्यहाँ धेरै भ्रष्टाचारहरू भएर राजनीतिक पहुँचको कारणले गर्दाखेरि चाहिँ भ्रष्टाचार रोकेको कारणले चाहिँ कामहरू चाहिँ अवरुद्ध भएको छ, रोकिएको छ। त्यो रोकिनु भनेको पाँच त विकास नआउनु हो होइन। त्यसलाई चाहिँ तपाईँ अगाडि बढाउनको लागि, त्यो कार्यक्रम निरन्तरता दिनको लागि चाहिँ तपाईँ त्यसले पारदर्शिता गर्नको लागि चाहिँ तपाईँ चाहिँ कस्तो कस्तो कदमहरू चाल्नुहुन्छ होला?
त्यो कामलाई निरन्तरता दिनु पर्यो होइन। जुन कामहरू अगाडि बढिरहेको छ त्यो कामलाई चाहिँ निरन्तरता दिनु पर्यो होइन। मेन त त्यो हो। अब त्यहाँनिर कुनै पनि प्रकारको हामीले भ्रष्टाचारहरू अब गर्नु भएन। भ्रष्टाचार त भइरहेको छ, भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भएरै काम रोकिरहेको छ, नीतिगत रूपमा पनि नीतिगत हिसाबले पनि अब भ्रष्टाचारहरू भइरहेको छ। अनि त्यस्तो कुरामा चाहिँ अब हामीले कडाइका साथ अब नियमहरू कानुनहरू बनाएर हुन्छ कि कसरी हुन्छ होइन, त्यसलाई चाहिँ हामी पहल गर्छौँ। अब त्यसलाई चाहिँ काम चाहिँ रोकिनु भएन, काम चाहिँ निरन्तर चल्नु पर्यो। चाहे जुनसुकैको सरकार आओस् त्यसलाई चाहिँ निरन्तरता दिनुपर्छ। अहिले चाहिँ एउटा ले काम गर्दै गरेको हुन्छ, योजना बनाएर प्रोजेक्टहरू अगाडि सर्दै गरेको हुन्छ, अर्को सरकार आएपछि क्यान्सल गरिदिन्छ नि त। त्यो अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ त्यो निरन्तर हुनु पर्यो। अनि यसलाई चाहिँ अब स्थायित्व रूपमा यसलाई चाहिँ समाधानको बाटो चाहिँ के हो भन्दाखेरि चाहिँ स्थायी सरकार हुनु पर्यो होइन। स्थायी सरकार हुनु पर्यो। यदि एउटै सरकारले 4 वर्षसम्म अथवा 5 वर्षसम्म कार्यकाल पुरा गर्न सक्यो भने चाहिँ त्यो प्रोजेक्ट पनि निरन्तरता पाउँछ। प्रोजेक्टले पनि अहिले चाहिँ गठबन्धनको सरकार 1-2 दिन बन्छ, अर्को दिन फेरि अर्कै सरकार आउँछ होइन। त्यसरी चाहिँ यो खासमा समस्या आएको हो। तर मेन समस्याको जडा चाहिँ स्थिरता, सरकारमा स्थिरता नभएको कारणले हो। त्यस्तो हो। तपाईँले अर्को क्वेसन, 5 वर्षपछि मानौँ तपाईँले चुनाव जित्नुभयो, 5 वर्षको लागि सांसद भएर तपाईँ जानुभयो। अब तपाईँले 5 वर्ष पछाडि 5 वर्षलाई चाहिँ कस्तो अवस्थामा देख्न चाहनुहुन्छ? तपाईँको रोड म्याप तपाईँको चाहिँ कस्तो छ? तपाईँ यो 5 जिल्ला चाहिँ 5 वर्षको लागि म सांसद बने भने 5 वर्षको यो ठाउँलाई यस्तो, यो ठाउँलाई यस्तो, योलाई यस्तो बनाउँछु भने तपाईँसँग चाहिँ कस्तो भिजन छ होला? सामान्य रूपमा म भन्छु है, सामान्य रूपमा म भन्छु जस्तै भौतिक पूर्वाधार विकासको कुरामा सडकहरू है, सडक कहाँदेखि कहाँसम्मको सडक चाहिँ कस्तो छ भने अब प्राय गाउँमा त सडक पुगेको अवस्था पनि छ, तर त्यो अब मजबुत छैन। त्यसमा सोलिङहरू छैन, त्यसमा ग्राभेलहरू छैन। एटलिस्ट सोलिङ गऱ्यो भने धेरै मजबुत भएर बस्छ, बर्खामा पनि गाडी चल्छ। एटलिस्ट त्यो चाहिँ हामी गर्ने। अर्को कुरा चाहिँ हामी अब अहिले चाहिँ अब सदरमुकामदेखि जोडेको जुन 5 जिल्लाभरिको जुन चाहिँ 60वटा वडाहरू छ नि त, 60वटै वडाहरूमा चाहिँ हाम्रो कालोपत्रीहरू पुगेको छैन हो। पालिकामा पनि पुगेको छैन। जस्तै अब याङवरकमा पुगेकै छैन कालोपत्री हो, यता अलि वरसम्म मात्रै छ। अनि माथि त कुनै अब याङवरकको त कुनै पनि पालिका वडाहरूमा छुएको छैन क्या त्यति, त्यहाँ त धुलो मात्रै छ। एटलिस्ट एउटा वडामा एउटा कालोपत्री बाटो चाहिँ पुर्याउने, त्यो खालको पुर्याउँछै भन्नु अब पनि होइन, म पुर्याउँछु भन्नु पनि अब अहिले त्यस्तो नसकिएला। तर पहल भयो भने चाहिँ पहल गर्ने हो होइन, जति सक्दो पहल गर्ने हो। एकदमै बजेटहरू अब ल्याउने कोसिस गर्ने हो होइन। हामी कुनै 1 रुपियाँ पैसा अब भ्रष्टाचार गर्नु छैन है। मेरो चाहिँ त्यो हो सिद्धान्त। अनि अब त्यो बनाउँछु नै भन्ने कुरा होइन, इफ म बन्ने भने चाहिँ म यो चाहिँ मेरो चाहिँ भिजन छ, वडामा कालोपत्र पुर्याउने, अनिवार्य पुर्याउने मेरो भिजन छ। अनि तलतिर पनि कतिपय ठाउँहरूमा अब वडाहरूमा पुगेको छैन होइन, त्यो एटलिस्ट एउटा कालोपत्री बाटो चाहिँ वडामा टच हुन सकोस्, ताकि जनतालाई चाहिँ त्यहाँ सेवा लिन जान आउन सजिलो होस्। अनि धेरैजना अब बिरामीहरू पर्दाखेरि चाहिँ एकदमै दुःख हुन्छ क्या। अनि बाटोमै अब कतिजना अब होइन रोगी बिरामीहरू, गर्भवती महिलाहरू होइन बाटोमै अब सिकिस्त हुने, ज्यान जाने जोखिमहरू छ। अनि दुर्घटनाहरू हुने अवस्थाहरू छ। त्यस्तो चाहिँ एटलिस्ट नहोस् भन्ने एउटा भयो होइन। अनि हरेक कुरामा अहिलेको अवस्थाभन्दा चाहिँ माथि पुग्न सकोस्। जस्तै टुरिज्मको सेक्टरमा पनि माथि, जस्तै अघि हामीले जुन नाम लियौँ यो ठाउँमा चाहिँ टुरिज्म स्पटलाई अगाडि सार्न सकिन्छ भन्ने कुरा छ नि, त्यो ठाउँमा चाहिँ एटलिस्ट अहिलेको भन्दा बाटोहरू राम्रोसँग पुगेको होस्। त्यहाँनिर बरु केही त्यो ठाउँहरू डेकोरेसन हुन सकोस् होइन, त्यसलाई सरसफाइदेखि लिएर के गर्नुपर्छ त्यो गर्नु सकोस्। अहिले त्यहाँ होमस्टेहरूको अलिकति भए पनि होइन सुरुवात हुन सकोस्, होटलहरू सुरुवात हुन सकोस्। अनि शिक्षामा पनि, शिक्षाको क्षेत्रमा पनि गुणस्तरीय शिक्षा, सिपमूलक शिक्षाहरूको विकास हुन सकोस् होइन। यता अब स्वास्थ्यमा पनि के होस् भने जस्तै जिल्लामा पनि अब संरचना हाम्रो अब फिदिममा पनि ठुलो छ, हस्पिटल ठुलो छ बाहिर हेर्दा होइन। तर दक्ष जनशक्तिहरू त्यहाँ कतिको छ, टेक्निकल कुराहरूमा कतिको राम्रो छ होइन। मेसिनहरू त्यहाँनिर एक्सरे गर्नेदेखि लिएर एन्डोस्कोपी गर्नेदेखि लिएर त्यहाँ हुन्छ नि स्क्यानिङ गर्ने त्यो मेसिनहरू कतिको उपलब्ध छ। भरसक्दो जिल्लामा धेरै स्वास्थ्यको हिसाबले अहिले जसरी एउटा सानो चेक जाँच गर्नको लागि पनि हामी बिर्तामोड पुग्नुपर्छ, धरान विराटनगर पुग्नुपर्छ, 5 थर जिल्लामै चाहिँ त्यो खालको दक्ष डाक्टरहरू
अनि मेसिनहरू राखेर होइन सकिन्छ त्यो त गर्न सकिन्छ कि अनि यहीँ नै चाहिँ त्यो हुन सकोस् क्या सिटी स्क्यानहरू हुन सकोस् होइन त्यो खालको रूपमा चाहिँ अब उठाउने हाम्रो चाहिँ योजनाहरू छ अनि कृषकलाई पनि अब धेरै सुविधाहरू उहाँलाई दिने जस्तै अब फ्री अफ कस्ट कतिपय बिउहरू मलजलहरू उहाँलाई प्रदान गर्ने दिने होइन अनुदानहरू दिने त्यस्तो खालको व्यवस्थाहरू गर्ने भन्ने हाम्रो छ योजनाहरू छ तपाईँलाई अब यो चाहिँ अघि हामीले जो फिल्टरहरूको क्वेसनहरू भयो र तपाईँलाई अब यो व्यक्तिगत रूपमा हामीले कसैले टिपाउनु भएको चाहिँ क्वेसन छ सोनाम केरुङ फालिरुङ 8बाट हुनुहुन्छ गाउँको विकट वा कुना काप्चामा रहेको बालबालिकालाई शिक्षा कसरी पुर्याउनुहुन्छ भन्ने क्वेसन छ यो तपाईँलाई गाउँको विकट वा कुना काप्चामा रहेको बालबालिकालाई शिक्षा कसरी पुर्याउनुहुन्छ अब कतिजनाको बालबालिका हो होइन कतिजना प्रायः त अब स्कुलहरू त पुगेको छ जस्तो लाग्छ मलाई ठाउँ स्कुल चाहिँ छ होइन कतिपय ठाउँमा छैन अब कुनै ठाउँमा अब पढ्ने ठाउँै नभएको स्थिति हो कि त्यो चाहिँ कस्तो हो होइन अब पढ्ने ठाउँै संरचनै नभएको त्यो हो कि त्यस्तो त्यो चाहिँ अब बुझ्न बाँकी हुन्छ र अब अनि कुनै ठाउँमा चाहिँ समस्या चाहिँ के छ भने स्कुल छ होइन संरचना छ टिचर 1-2जना छन् विद्यार्थी छैन त्यस्तो पनि छ है धेरै अनि सबैजना सहर केन्द्रित छन् त अहिले त अनि गाउँमा आफ्नो बिहे गरेर आफ्नो अलिक बालबच्चा भएपछि गाउँमा बस्दैनन् त्यो सेवा सुविधा गाउँमा नभएर पनि होला सहर पठाउने अब अहिले पनि त फिदिमकै हिसाब गर्दा पनि त अब गाउँको मान्छे धेरै यहाँ बसाएर पढाउँछन् नि त होइन त्यस्तो खालको अवस्था छ अब यो चाहिँ अब गाउँमै अलिकति गुणस्तरीय शिक्षालाई चाहिँ अगाडि बढाउनु पऱ्यो दक्ष जनशक्ति त्यहाँ खट्नु पऱ्यो होइन टिचरहरू राम्रो हुनु पऱ्यो पढाइ राम्रो हुनु पऱ्यो त्यहाँ पनि अलिकति सेवा सुविधाहरू दिनु पऱ्यो कि हामीले त्यो स्कुलमा पनि त्यहाँनिर कम्प्युटरदेखि लिएर होइन त्यसमा राम्रो अब अलिकति खेलकुदको त्यो मैदानहरू अलिकति उन्नति गरेर हुन्छ कि लु यस्तो छ है यो स्कुल चाहिँ राम्रो छ राम्रो वातावरण यहाँ राम्रो पढाइ हुन्छ भनेर चाहिँ खालको होइन उहाँहरूलाई बनाएर त्यही ठाउँमा त्यो गाउँको विद्यार्थीहरूलाई त्यही ठाउँमा रोक्न सकियो भने यहाँको पढाइ र सहरको पढाइ लगभग उस्तै बराबर हो भनेर प्रमाणित गर्न सकियो भने कोही पनि आउँदैन सहर त्यति आउने हुँदैन तर अहिले त अब सबै अब यतै लाग्छन् के गर्नु अब दुःख लाग्दो त अवस्था त छ नि त र तपाईँलाई अर्को क्वेसन छ अलिन सुब्बा याङवरकबाट हुनुहुन्छ वास्तवमा दलित र विपन्न समुदायलाई समग्र रूपमा हेर्ने हो भने जीवनस्तर अझै पनि सुध्रेको देखिँदैन किन यसको समाधानको लागि तपाईँ कस्तो भूमिका खेल्नुहुन्छ दलित र विभिन्न समुदाय र समग्र रूपमा हेर्ने हो भने जीवनस्तर अझै पनि सुध्रेको देखिँदैन हजुर त्यसको लागि चाहिँ त्यसको समाधानको लागि चाहिँ कस्तो भूमिका खेल्नुहुन्छ तपाईँ अब दलित र विपन्न हुनाले अब प्रायः त जो कोही पनि दलित मात्र नभएर होइन अरू समुदायको पनि त्यो स्थितिमा त छौँ नि त छौँ जो कोही पनि हुन सक्छौँ अनि अब उहाँहरूलाई त्यति साह्रो धेरै नै अब विपन्न छ भने त अब होइन उहाँहरूको शिक्षाको लागि स्वास्थ्यको लागि होइन रोजगारीको लागि सरकारले अब व्यवस्थापन केही गर्नु पर्यो होइन उहाँले व्यवसायको लागि यो व्यवसायलाई अगाडि बढाउनुहोस् भनेर ऋणहरू उपलब्ध गराउन सकिन्छ त्यस्तो अलिकति पहिचान गरेर त्यसरी पनि अवसरहरू दिन सकिन्छ पहिचान गरेर चाहिँ उहाँलाई के आवश्यकता छ कस्तो परिवार भनेर चाहिँ त्यो गर्न अत्यन्तै त्यस्तो विपन्न अवस्थामा उहाँहरू हुनुहुन्छ भने त्यसरी उहाँहरूलाई अब अगाडि संरक्षण गरेर अगाडि बढाउन सकिन्छ अर्को क्वेसन छ लक्ष्मीमा मोक्तान हुनुहुन्छ फालेरुङबाट शिक्षा स्वास्थ्य र रोजगारीलाई राष्ट्रिय प्राथमिकता बनाउन तपाईँको भूमिका कस्तो रहनेछ शिक्षा स्वास्थ्य र रोजगारीलाई राष्ट्रिय प्राथमिकता बनाउन शिक्षा स्वास्थ्य र रोजगारीलाई चाहिँ राष्ट्रिय ताकि शिक्षा हुने बित्तिकै राष्ट्रिय लेभलमा पुगोस् होइन स्वास्थ्य पनि एकदम कस्तो भनौँ न यहाँ पाउने र अरू ठाउँ पाउने स्वास्थ्यहरू छ नि त त्यो स्वास्थ्य पनि समान रूपले होस् होइन अनि रोजगारी पनि अब हामीले बाहिर जान नपरोस् भन्ने हिसाबले त्यसलाई चाहिँ राष्ट्रिय रूपमा चाहिँ तपाईँलाई कस्तो प्राथमिकता कस्तो रहनेछ तपाईँको चाहिँ त्यसलाई चाहिँ शिक्षा स्वास्थ्य र रोजगारलाई राष्ट्रिय प्राथमिकता बनाउन मैले भने अघि पनि अब यसमा हामीले अलिकति चाहिँ यो कुरालाई प्राथमिकता दिएर यो सेक्टरमा हामीले अलिकति लगानी गर्न सक्नु पर्यो होइन यो शिक्षा स्वास्थ्यमा रोजगारीमा हामीले के अरे शिक्षा स्वास्थ्यमा हामीले के अरे लगानी गर्न सक्नु पर्यो यहाँनिर दक्ष जनशक्तिको उत्पादन गर्न सक्नु पर्यो संरचनाहरू बनाउन सक्नु पर्यो होइन
मेसिनहरू यहाँनिर उपलब्ध हुनु पर्यो के अरे जिल्लामै होइन टाढा जानु पर्ने स्थिति वातावरण नबनोस् अनि रोजगारीको क्षेत्रमा पनि त्यही हो रोजगारीको क्षेत्रलाई अब अगाडि बढाउनको लागि त कृषि हुन्छ होइन पर्यटन हुन्छ त्यहाँनिर उद्योगहरू साना उद्योगहरूमा उहाँले ऋण उपलब्ध गराएर हुन्छ कि कसरी हुन्छ त्यसरी गर्ने हो नि त त्यो त अब एकैचोटि ठुलो हुँदैन कि यो चाहिँ अब त्यति साह्रो हामीले एक्सपेक्टेसन पनि राख्नु हुँदैन अहिले नेपालको अवस्था नेपालको अर्थतन्त्र के कसो छ त्यो पनि हेर्नुपर्छ होला त्यसले पनि मापदण्ड त्यो पनि होला त्यसले पनि फरक पार्छ होला त्यसले पनि फरक पार्छ नि त अब प्रशस्त मात्रामा अब धनी देशको जस्तो बजेट इनफ बजेट जिडिपी पनि त हेर्नु पर्यो देशको होइन त्यसले गर्दा त्यसले पनि त निर्धारण गर्छ नि अनि गरिब देशको बजेट पनि त त्यस्तै हुन्छ सानै हुन्छ तर क्रमशः त्यसलाई श्रेणी चाहिँ अब तल झर्ने खालको होइन अलिकति भए पनि उकालो चढ्ने खालको त्यो हुनु पर्यो तपाईँलाई क्वेसन छ दिप्सन लिम्बू फालिलुङबाट हुनुहुन्छ पाँचथरवासीले अझै पनि बिमारी हुँदा राम्रो उपचार पाउनको लागि झापा नै झर्नुपर्ने अवस्था छ यसको कारण धेरैले ज्यान गुमाइरहेका छन् यसको समाधान योजना के छ त्यो त मैले अघि पनि भने होइन हामीले पालिकामा नभए पनि एटलिस्ट जिल्लामा सदरमुकाममा चाहिँ त्यो उपलब्ध त्यो खालको वातावरण हस्पिटलमा होइन स्वास्थ्यको क्षेत्रमा हामीले गराउन सक्नुपर्छ एउटा मैले पाँचथरमा चाहिँ एउटा मैले एउटा देखेको समस्या के पनि हो भन्दाखेरि पाँचथरमा ठुलो डक्टरहरू त्यो एक्सरे भिडियो एक्सरे गर्नको लागि त्यो पपुलेसनले पनि इम्प्याक्ट पार्छ अरे नि त जस्तै फेरिमा तपाईँले भन्नुभयो बिएनसीको जस्तो सेवा सुविधाहरू ल्याउँ भने तपाईँको भिजन होला होइन अनि त्यो चाहिँ यहाँ ल्याउँदै गर्दाखेरि त्यो क्षेत्रले पनि इम्प्याक्ट पर्छ त्यहाँको पपुलेसन कति कस्तो छ कति धेरै मान्छे त्यसले पनि इम्प्याक्ट पार्छ अरे भनेको चाहिँ सुनेको थिएँ त्यसले पनि इम्प्याक्ट पार्ला तर एउटा हामीले गरिबमुखी एउटा सरकारले हो भने एउटा अभिभावक हो भने रोग भनेको चाहिँ पीडा भनेको चाहिँ एकजनाको मात्रै पीडा होइन होइन 100जनाको मात्रै पीडा होइन त्यो एकजनाको पनि पीडा त त्यही हो नि त त्यो हिसाबले पनि अब हाम्रो पाँचथरमा पनि त्यति जनसङ्ख्याको हिसाबले पनि हामी त्यस्तो थोरै होइन हामी अब होइन धेरै लाखभन्दा बढीको सङ्ख्यामा पाँचथर जिल्लामा पनि उहाँहरूको लागि हामीले त्यति गर्न सकिन्छ त्यो लगानी गर्न सकिन्छ अब अहिले चाहिँ खै त्यो कुन तरिकामा एउटा मापदण्ड गर्ने एउटा त्यो पनि होला होइन तर त्यो हुँदै भए पनि हामीले सेवा को लागि साँचो सेवा जनताको यदि गर्छौँ भने त यत्रो जिल्लाभरिमा होइन यत्रो एउटा महानगरपालिका नगरपालिका 7वटा गाउँपालिका अनि यत्रो एउटा पालिका भएको एउटा जिल्लामा चाहिँ त्यति एउटा कमसेकम एउटा मेसिनहरू त हामीले सरकारले राख्न चाहिँ हामीले सक्नुपर्छ जस्तो लाग्छ त्यो चाहिँ अब हामी पहल गर्छौँ होइन त्यो पछिको दिनमा अब कसरी त्यसलाई सम्भव पार्न सकिन्छ र तपाईँलाई अन्तिम प्रश्न रहेको छ यदि तपाईँले चुनावी प्रतिबद्धता पुरा गर्न सक्नु भएन भने जनताप्रति तपाईँको जवाबदेहिता कसरी सुनिश्चित गर्नुहुन्छ इफ तपाईँले चाहिँ प्रतिबद्धता गर्नुभएको छ म यो गर्छु यस्तो गर्छु यो गर्ने मेरो प्लान छ भन्नुभएको छ तपाईँ सांसद पनि हुनुभयो अब तपाईँले त्यो चुनावीको प्रतिबद्धता पुरा गर्न सक्नु भएन भने कसरी तपाईँ जवाफदेहिता हुनुहुन्छ अब यो ठुल्ठुलो कुराहरूमा चाहिँ मैले अब यही ठ्याक्कै गर्छु भनेर अब बाचा गरेको छैन पहल गर्ने कुराहरू पनि छ कतिवटा होइन तर सानोतिनो कुराहरू त पुरा गरेर छोड्छु भने एउटा प्रतिबद्धता मैले त जनाएकै छु है र त्यसको तपाईँ संसद बन्दै गर्दाखेरि तपाईँले भने संसद बन्दै गर्दाखेरि म यो काम चाहिँ अनिवार्य गर्छु भन्ने हो तपाईँ इफ बन्नुभयो भने म बने भने यो काम 1 2 3 यो काम चाहिँ म गर्छु भन्ने तपाईँले के काम लागेको छ तपाईँलाई यो चाहिँ गर्न सक्छु तपाईँ संसद हुनुभयो तपाईँले अब तपाईँले भन्नुहुन्छ अब यहाँ त तपाईँले 500 जनताले हेरिराख्नु भएको छ होइन अब तपाईँले चाहिँ भोट किन दिने त भन्दाखेरि तपाईँले मलाई चुनावमा जिताउनु भयो भने 5 थरको लागि म यो काम गर्छु भन्ने कुनै ठोस योजना त्यो अघि पनि आयो होला होइन त्यो होला टाइपको होइन म गर्छु होला भन्ने कुरा म त यो चाहिँ म गर्छु है भन्ने मैले भनेको कुरा चाहिँ अब अघि त मेन समस्या भनेको मान्छेलाई त एउटा चाहिँ सडकै छ गाउँघरमा जाँदा पनि त्यही भन्नुहुन्छ यो सडकै ठिक छैन हामीले सहरसम्म जाँदा फिल्मसम्म जाँदा सदरमुकाम जाँदा समस्या छ हस्पिटल जाँदा समस्या छ भनेको छ त्यो सडकहरू चाहिँ स्तर उन्नति गर्ने हो एउटा कुरा अनि स्वास्थ्यको क्षेत्रमा पनि त्यही हो अब गाउँमा पनि स्वास्थ्यको सुविधाहरू पुर्याउने होइन अनि जिल्लामा पनि अलिकति अघि भनेको जस्तो होइन अलिकति अब एउटा सानो उपचारको लागि
नै तल विराटनगरै पुग्नुपर्ने अवस्थाहरूमा चाहिँ अब न्यूनीकरण गर्ने कुराहरू रहन्छ होइन, त्यस्तोहरू भयो। अनि अब कृषकहरूलाई मेन कृषकहरूलाई सुविधाहरू दिने, सेवा सुविधाहरू दिने, सहुलियतहरू, ऋणहरू उपलब्ध गराउने, त्यस्तोहरू चाहिँ हामी गर्न सक्छौँ, त्यो कुराहरू गर्न सक्छौँ। अनि खानेपानीको जुन चाहिँ समस्या छ नि, खानेपानीको समस्या धेरै ठाउँमा अब आइरहेको छ। अब कति ठाउँमा चाहिँ अब पानीको सोर्सेसहरू पनि छैन क्या, त्यस्तो अवस्थाहरू पनि छ। हजुर, त्यस्तो छ नि त धेरै ठाउँ। अब त्यस्तोमा चाहिँ अब कसरी अब तलबाट पम्पिङ गर्दा पनि होइन धेरै लगानीहरू लाग्छ एकदमै ठुलो बजेटहरू लाग्ने कुराहरू त्यो होइन। अब ठ्याक्कै अहिले नै यो गर्छु भने त्यो पनि हुन्छ, तर कतिपय ठाउँमा चाहिँ हामीले हेरेको चाहिँ पानी उम्रिँदो रहेछ, सानो पानी उम्रिने, तर त्यसको चाहिँ व्यवस्थापन छैन। तर सानै पानी भए पनि त्यसले अलिकति ठुलो ठाउँ निर्माण गरेर, ठुल्ठुलो ट्याङ्कीहरू निर्माण गरेर त्यसलाई त्यो पानीलाई चाहिँ स्टोर गर्न सक्यो भने चाहिँ त्यो सानो पानी पनि निरन्तर रूपमा त्यो के अरे जम्मा भयो भने त पुग्छ क्या। हो त्यस्तो खालको चाहिँ मैले अनुसन्धान त्यो चाहिँ तपाईँले प्लान गर्नुभएको छ, त्यो चाहिँ तपाईँ संशोधन गर्छु भन्ने तपाईँले त्यस्तोहरू गर्न चाहिँ प्लान गर्नु पानी भएको ठाउँमा चाहिँ अहिले चाहिँ कतिपय ठाउँ मैले देखेको सानो पानीको मुहान छ, तर त्यो चाहिँ अब बगेर खेर गएको छ। तर त्यो पानीले चाहिँ अन्त त्यो गाउँमा लगायत नजिकको गाउँमा पनि त्यसलाई चाहिँ अब त्यो कस्तो त्यहाँको भूगोल अनुसारले त्यहाँनिर पुर्याउन सकिने चाहिँ मैले देखेको छु कतिपय ठाउँहरूमा, त्यस्तोहरू गर्न सकिन्छ। र तपाईँलाई र अन्त्यमा 5 जना बसोबास गरिरहनुभएका आमा बुवा तथा दाजु दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ? म यति नै भन्छु अन्तमा। अब म हिजोको दिनमा स्वतन्त्र व्यक्ति, एउटा इमान्दार व्यक्ति, म हिजोको दिनमा के भन्छ सोसियल वर्कर, एउटा समाज सेवा गर्दै आएको समाजसेवी। हिजोको दिनमा समाजको सेवा गर्ने उद्देश्य थियो, आज पनि त्यही उद्देश्य छ, भोलिको दिनमा पनि त्यो उद्देश्य रहन्छ। राजनीतिको फिल्ममा सफल हौला नहोला त्यो आफ्नै ठाउँमा छ होइन, जे भए पनि म निरन्तर रूपमा एउटा समाजको सेवा गर्छु भन्ने एउटा प्रतिबद्धता लिएर म आएको मान्छे हो। त्यस कारणले गर्दा भोलिको दिनमा म इमान्दारीका साथमा पारदर्शी ढङ्गले छलछाम नगरिकन कुनै पनि पैसा, राष्ट्रको पैसा, जनताको पैसा भ्रष्टाचार नगरिकन होइन, नगरिकन म चाहिँ आम पाँचथरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको सेवा गर्ने होइन, साँचो हृदयले सेवा गर्ने मेरो भावना छ, मेरो त्यो मन छ। त्यस कारणले गर्दा आगामी जुन चाहिँ आसन प्रतिनिधि सभा सदस्यको जुन निर्वाचन छ 21 गते, त्यो 21 गतेको दिन चाहिँ सबै पाँचथरवासी आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनी जेनजी मित्र सबैलाई बाँसुरी चुनाव चिन्ह छ हाम्रो। समानुपातिकमा पनि बाँसुरी, प्रत्यक्षमा पनि बाँसुरी, यो दुवैमा आफ्नो अमूल्य मतलाई मतदान गरेर अत्याधिक मतले विजय गराइदिनु पनि म सविनय हार्दिक अनुरोध गर्छु, अपिल गर्छु सबैजनामा। हस् त, अनि यहाँलाई पनि थ्याङ्क यू। समय दिनुभयो तपाईँलाई धेरै धन्यवाद छ र तपाईँलाई जितको शुभकामना पनि छ। थ्याङ्क यू, धन्यवाद।